कति लज्जाको कुरा हो यो। संसदको रोस्टममा उभिएर देशको एउटा प्रधानमन्त्रीले हामीले पनि भारतको चाहिँ सीमा मिचेका छौँ भन्दाखेरि के 2/3 बहुमत दिने नेपाली जनताको मनमा अलिकति पनि राष्ट्रभक्ति जागेको छैन होला? राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ बालेन शाहलाई चाहिँ समर्थन गर्ने शुभचिन्तक समर्थकहरूको मनमा अलिकति पनि राष्ट्रभक्ति जागेको छैन होला? जागोस् पनि कसरी? खबरदारी गर्नेहरूलाई गाली गर्नै ठिक्क छ, यो सरकारको भजन मण्डली गाउनै ठिक्क छ, अनि राष्ट्रभक्ति कसरी जाग्छ? त्यो तिमीहरूको मनमा राष्ट्रभक्ति त जाग्दैन, जाग्ने कुरा पनि छैन। किनकि तिमीहरूलाई चाहिँ रिस फेर्नु छ, पुरानाहरूले चाहिँ देश बिगारे, खोक्रो बनाए, खाए भन्ने भाष्यलाई चाहिँ स्थापित गर्नु छ नि त। तिम्राहरूले गरेको राष्ट्रघात तिमीहरूलाई दुख्दैन, त्यही होइन? प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको अभिव्यक्तिकै कारण आज रातारात चाहिँ सीमा नाकाहरूमा कस्तो प्रकारको रवैया चाहिँ सिर्जना भयो। भारतको सत्ता पक्षका नेताहरूले सीमा सम्बन्धी चासो राख्ने मिडियाहरूले कसरी प्रहार गर्न सुरु गरे। 2/3 बहुमत लिएर चाहिँ सत्तामा गएपछि जे भने पनि चाहिँ हुने, जे गरे पनि हुने।